महाशिवरात्रि पर्व 2082 को यस पावन अवसरमा देश विदेशबाट पाल्नुभएका साधु सन्तहरूलाई फाल्गुन बदी एकादशीको दिनदेखि हामीले यस पवित्र भूमिमा उहाँहरूलाई भित्राएका छौँ। त्यस पश्चात 5 दिनको उहाँहरूको बसाइपछि आज औँसीको दिनमा उहाँहरूलाई हामीले बिदाई गर्दैछौँ। बिदाई गुठी संस्थानले गर्ने गरेको परम्परा पहिलेदेखि नै रहेकोले अहिले पनि सोही अनुसार हामीले बिदाई गरेका छौँ। बिदाईमा उहाँहरूलाई अहिले पर्ची हामीले एउटा बिदाई कार्ड भनेर बाँड्ने गरेका छौँ। नागा बाबाहरूलाई अहिले बाँडिराख्नु भएको छ भित्र साथीहरूले र यता नागा बाबाहरू लाइनमा बसेर दक्षिणा लिइराख्नु भएको छ। उहाँहरू अब यस्तो किसिमको दर्शन गर्न पायौँ भनेर खुसी देखिनु भएको छ र भन्नुहुन्छ आगामी साल फेरि भेटौँला, यसपालि राम्रो छ भनेर भनिराख्नु भएको छ। आफ्नो किसिमको उहाँहरूको पदवी छ, त्यो किसिमको पदवीलाई सबभन्दा ठुलो कलाई र कसरी दिने भनेर उहाँहरूले भन्नुहुन्छ र हामी सोही अनुसार कार्ड वितरण गर्छौँ। त्यही अनुसार नै कार्डबाटै यहाँ दक्षिणा दिनुहुन्छ।